त्यो 10 वर्षको नानीको के गल्ती थियो जो कि आफ्नी आमाले मारेर सुटकेसमा हालेर लगेर जङ्गलमा फ्याँक्नु भन्ने कुरा चाहिँ कस्तो कुरा हो र कति ठुलो कुरा हो? के गल्ती थियो होला त्यो बच्चाको? अस्ति 11 तारिक जुन गुवाहाटीमा घटना भयो, सबैले न्युज त हेरिहाल्नुभयो, न्युजमा त देखिहाल्नु भएको छ। म चाहिँ त्यो कुरालाई लिएर एकदम माने सोचिरहन्छु, कतिखेर भुल्नै सकेको छुइनँ। कसरी त्यस्तो गर्न सक्छ? एकछिन अगाडि फेरि मैले फेसबुकमा अहिले भेटेँ र मलाई चाहिँ यो भिडियो बनाउन मन लाग्यो। मनमा भने यस्तरी यो कुराहरू मेरो खेलो नि त, जो कि कता पोखौँ के कसलाई भनौँ जस्तो भयो र मैले यो भिडियो बनाएँ। कसरी त्यो आमाले त्यस्तो गर्न सकी? कति पापिनी नि त्यो। भगवानले पनि त्यस्तोलाई चाहिँ सन्तान किन दिनुहुन्छ? कति यो संसारमा त्यसरी बच्चाको लागि तडपिराख्नु भएको छ। उहाँहरूलाई दिनु नि बच्चाहरू, उहाँहरूलाई होस् सन्तान। जसले सन्तानको मूल्यै बुझ्दैन त्यसलाई किन दिनुहुन्छ भगवानले? के हुँदैछ यो संसार? कता जाँदैछ यो संसार? त्यो बालखाको के गल्ती थियो त्यसरी त्यो आमाले मार्न सकी? त्यो बाउले बिचरा जहाँ तहाँ खोज्दै हिँड्यो, भरे भन्दा छोरो भेट्यो सुटकेसभित्र। के देख्न पाइन्छ अरू थाहा छैन। के हुँदैछ यो संसारमा, कहाँ जाँदैछ यो पनि थाहा छैन।